नमस्ते वेलकम टु माई च्यानल रोहिणीको आफ्नै च्यानल प्लिज नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु म यसरी नै नयाँ नयाँ ठाउँहरू लिएर आउँछु आजको दिन चाहिँ म गएको एउटा ठाउँ तर अलि टाढा पर्ने भएर चाहिँ यसो ठाउँ भिजिट गर्दा चाहिँ यो कोट डाँडा एग्रो रिजोर्ट भन्ने देखेँ अनि आएको है भित्र छिरेको दे हेभ अ ह्युज ल्यान्ड के धेरै चिज रोप्नु भएको रहेछ नास्पतिको बोट हेर्नु न कति सानो टाइनी नास्पति अनि यति धेरै ऐसेलुहरू फलेको रहेछ अनि दे हेभ खसी कुखुरादेखि सबै पाल्नु भएको रहेछ क्याम्पिङ को लागि पनि व्यवस्था रहेछ अनि एउटा बोर्डलाई स्विमिङ पुल चाहिँ रहेन रहेछ स्विमिङ पुल छैन है हामीसँग छैन है हेर स्विमिङ पुल भए कस्तो दामी हुन्थ्यो अझै अनि मलाई टिकटकमा देखेको हो डान्स गरेर बसिरहेको थिएँ म ए त्यसो त अब डिस्काउन्ट पाउने भएछ त मैले यहाँ मलाई चिनेपछि त अनि एकदम हो नि भन्ने हो नि मेरो दिदी हो भन्ने हो नि जिस्काइदिएको अनि बहिनीले चिन्नु हुँदो रहेछ मलाई उहाँ बहिनीले अनि टिकटकमा देखिरहेको छ अरे उसले मलाई नाचेको बसेर नाचेको होइन त्यही भन्दै अब यहाँ खाना त टन्नै खाएर आइएको छ तर हेरौँ लेट्स सी के पाइन्छ कसो पाइन्छ एकदम राम्रो ठाउँ लाग्यो जस भिजिट गर्नु चाहिँ दे हेभ अ फिस टु यो के माछा हो खाने माछा कि सजाउनलाई ए ए ओके के ट्राउट सजाउने मात्रै ओके अर्को खाने माछा चाहिँ के चाहिँ ए ओके जस घुम्नलाई चाहिँ त्यो पातले गर्दा नदेखा होला धेरै भयो कि धेरै भएको छैन भने ए भएको छैन अब त्यो पातहरू झरेर भइहाल्छ नि फोहोर त होइन भ्यागुता पनि रहेछ भ्यागुता हेर्न सक्नुहुन्छ चढ्दैछ भ्यागुता माछाको ठाउँमा भ्यागुता नि हुन्छ जस ठाउँ चाहिँ राम्रो रहेछ पिसफुल ठाउँ रहेछ जस फ्यामिलीसँग मान्छेहरू आउँछ कि आउँदैनन् आउनुहुन्छ त्यही स्याटरडे शनिबार यता शुक्रबारतिर होला होइन अरू बेलामा त खासै मान्छे बिजी हुन्छ खाली हुँदैन ओके ठाउँ राम्रो छ तपाईँहरू भिजिट गरिदिनुहोस् राम्रो छ ठाउँ चाहिँ कोट डाँडा एग्रो रिजोर्ट होइन त यो आरु बखडा रातो जति सबै कुहिहाल्ने रहेछ है कहाँ चढ्नु त नि लडिहालिन्छ अहिले खाउँला हो ऐसेलु कति धेरै रहेछ है